र आज भने चाहिँ हामी एउटा रोमाञ्चक जग्गालाई लिएर आएका छौँ तपाईँको अगाडि। अनि आशा छ तपाईँले यो निश्चय मन पराउनुहुन्छ होला भनिकन अनि भिडियोको अन्तसम्म हेर्नु नभुल्नु होला र मजा लिनु होला। र आज चाहिँ हामी चाहिँ नि हाम्रो अपार्टको साथीभाइसँग हामी आएका छौँ। यहाँ अगाडि छ मेरो भाइ र बहिनी छ, भाइ थोइबा, यहाँ बहिनी हुनुहुन्छ अञ्जली, यहाँ हुनुहुन्छ हाम्रो मजेस, यहाँ दिदी हुनुहुन्छ जयन्ती, बहिनी तुलाना, नाम त के प्रियसना, यहाँ दिदी हुन्छ सरिता, यहाँ हाम्रो हुन्छ दाजु बच्चन, अनि वान एन्ड माई ओन्ली यहाँनिर। र हामी आज आएको ठाउँको मोडल चाहिँ यस्तो छ है। अनि यो ठाउँको चाहिँ नाम हो द पुल अफ आर्चेस। अहिले चाहिँ हामी यहाँनिर छौँ, टिकट काउन्टरमा छौँ है। यो टिकट लिनुपर्ने हुन्छ। जब हामी यहाँनिर 9 जना छौँ आज र 9 जनाको चाहिँ छ 200 सेकेन्ड। नयाँ दिनको नयाँ सुरुवात गर्दै नयाँ जोस, नयाँ उमङ्ग र नयाँ सङ्कल्प गर्दै आफ्ना सबै दुःख र पीडालाई पन्साएर हर्ष मनाउँदै रमाइलो गरिरहेका थियौँ हामी सबै। विभिन्न ठाउँबाटको यो भेट यति मिठो पल थियो कि सायद हामी कसैको कल्पनाभित्र पनि अटाएको थिएन होला। यहाँ चाहिँ है बोटिङ गर्ने जग्गा पनि छ, तपाईँले देख्न सक्नुहुन्छ। यति रमाइलो रोमाञ्चक जग्गा रहेछ है। यहाँ फोटो सेसन हुँदैछ। जिन्दगी पनि साह्रै अचम्मको छ, कहिले यसले रुवाउँछन् भने कहिले यसले हँसाउँछन्। यस्तैमा आज सबैको मिठो हाँसो गुन्जिरहेका छन् संसारको कुनै एक कुनामा। एकजना झरेर ठेल्नुपर्छ ल भाइ। हजुर उता जानुपर्छ नि यता यसरी।
बहिनी तपाईँले चलाउँछ यता भने दुईजना फेरि खाए दुईजनाले पारा ल्याएन भाग छैन ए अनि कस्तो महसुस हुँदैछ अन्त पछि नजिक कस्तो हुँदैछ एकदम दामी हुँदैछ हामी त पुऱ्याइदिएको छ कि राम्रीको छोटो अनि मिठो पल लेखिन्छन् अदृश्य मसीले जिन्दगीको इतिहासमा के थाहा सायद हाम्रो भेट होला या नहोला भोलिको दिन तर यही सम्झनाको पन्नाहरू पल्टिँदा दिलाउँछन् केवल याद अन्त कस्तो महसुस भयो त्यसलाई एकदम बढिया हो हुँदैछ दुईजनाले त्यही कुना मात्र लान्छ त बढिया भन्छ तिनीहरू चाहिँ लग्यो बढिया भन्दैछ त्यही कुरामा लाग्दैछ दुईजनाले हो डाडु तान्नु न बस्नु हामीलाई तान्नु न भाइले आउनु भने त म त अझै घुम्ने रहेछ भन्दैछु कि तान्नु त तानिदिनु भयो हामी चाहिँ कतिवटा पस्नु रमाइलो भयो चलाउनु चाहिँ अलिक गाह्रो भयो है एकदम मजा आयो अनि आफूलाई कस्तो रमाइलो भयो बज्नु तपाईँ छिटो निस्किनु भयो दुईजना त कारण चाहिँ के थियो के हराउला जस्तो भयो ए त्यो ख्याउँदैको त भोक लाग्यो भने तपाईँ हो अन्त दिदी कस्तो भयो रमाइलो भयो
अनि कस्तो भयो एकजना झन्डै पानीमा पसेर उ त्यहाँबाट बोटिङ गरिसकेर आएर पनि सबैजना यहाँ सानोबडे एउटा रमाइलो पार्क रहेछ त्यसमा आइसक्रिम खाँदै पानी खाँदै शीतल त ठ्याक्कै नछोड्ने हो अहिले चाहिँ हामी ठ्याक्कै फेरि रामलेको यो टावरमा आइपुगेका छौँ यस ठाउँ चाहिँ है एन्सियन्ट प्लेस नै रहेछ अनि एन्सियन्ट लभर्सहरूको लागि चाहिँ यो ठाउँ चाहिँ एकदम पर्फेक्ट रहेछन् है मन्दिर रहेछ हामी भित्र पसिसकेका छौँ है निकै रहेछ सिँढी कालो नि थाक्यो नि 30 मिटर माथि छ भन्छ 30 मिटर माथि अझै कति छ मल्ल चढ्दा चढ्दा चढ्दामा 30 मिटर माथि व्हाइट हाउसमा हामी आइपुगेका छौँ उकालो चढाइ चाहिँ कस्तो भयो त आमा हो यहाँलाई चाहिँ त्यति माथि लागेन अरे ठिकै छ नर्मल बहिनी हत्यो भाइलाई कस्तो लाग्यो त्यति माथि लागेन भन्छ भाइ जयन्तीलाई कति माथि लाग्यो भनेको नि बहिनीलाई हाम्रो यहाँ दाजुले छक्कै पर्दा कति पनि लागेन भन्नुहुन्छ तिमीलाई कस्तो लाग्यो कतिमा यहाँबाट चाहिँ रामले सहर पनि मजाले देखिँदो रहेछन् है
जे होस् एकदम रमाइलो अनुभव भयो Masa